गुड मर्निङ सबैजनालाई। आज बिहान उठेर फेरि फ्रिज खोलेँ, हेर्दाखेरि कि हरियो इस्कुसको मुन्टा पकाउनु मन लागेर यो प्रकारको केलाएको छु मिडियम पिसमा। अनि योसँग अलिकति आलु पनि निकालेर यसरी फ्रेन्च फ्राईको साइजमा काटेँ हो। अनि यिनीहरूको दुईजना जोडी चाहिँ राम्रो हुन्छ नि है, भुट्दाखेरि मिठो मिठो हुन्छ। त्यसको बादमा चिया पकाएँ, त्यसको बादमा ब्रेड, त्यसको बादमा ब्रेड त चिया पनि रेडी भइसक्यो। अन्त नानीहरूलाई छिटो छिटो गरेर जाम ब्रेडहरू नानीहरूलाई खिलाएँ। अहिले त स्कुल छुट्टी छ, त्यही भएर जस्तो हतार छैन, जति बेला उठ्दा पनि भइरहेको छ। स्कुल लाग्न थाल्यो भने चाहिँ मर्निङमा छिटो उठेर यिनीहरूलाई 8:30 बजी स्कुल पठाउनु पर्ने हुन्छ। अनि बाउलाई चाहिँ घिउको, पापालाई चाहिँ ज्याम भन्नुपर्ने हो, दुईवटा फ्लेभरको। त्यसको बाद मेरो सब्जीहरू पाकेर खाने बेला भइसकेको छ। अब लन्च टाइम खाइरहेको छु। बाई बाई सबैजनालाई।